उम्, मैले चाहिँ मेरो बुढीले यस्तो भन्छ होला भन्ने कुरा चाहिँ सोचेको पनि पहिलो साथीहरू के छ होला भन्ने कुरा चाहिँ सोचेको पनि थिएन। आज आएर यो कुरा भयो होइन। तर यो कुरा चाहिँ मजाकमा मात्रै रहनेछ, जस्ट प्रेङ्क भिडियो मात्रै रहनेछ। लास्टसम्म हेर्नु होला कस्तो लाग्छ। अलिक साइडमा जानु त एउटा कुरा भन्नु थियो तपाईँ एकदम भनौँ साँच्चै रिसाउने नि के अरे केटी के केटी त्यो केटीसँग कुरा गर्नुहुन्छ भन्दैछ त पहिला कुरा गर्छु त्यो केटी के गरौँ त अनि मतलब कि बिहा गर्नु पर्यो अरे कि सँगै बस्नु पर्यो भन्छ कि नत्र भने म मर्छु अरे नत्र के साल्छु भन्छ के गर्नु पर्यो त्यसलाई हजुरले के भन्नुभयो त नि के अरे हजुरले के भन्नुभयो भने मैले भने बाबु म बिहा गरेको मान्छे हो अनि मेरो छोरा पनि छ भनेर भनेको अनि पहिला पहिला भन्नु पर्थेन अनि अहिले आएर सबै चिज गरिसकेपछि अहिले आएर यस्तो भन्ने भनेर भन्दैछ। साँच्चै हुनु साँच्ची त धन्नु झुट बोले जस्तो लाग्यो। कहिले झुट बोले हौ मैले के गरौँ भन्न त अनि कि अब ल्याउनु पर्यो कि अब मरि भने अब जेल जानु पर्यो म बस्ने घरेन्दैन के अरे आफ्नो बुढालाई जेलमा पठाएर के घर बस्नेर त्यो त के गरौँ त अनि ल्याउँ त्यसलाई जेलाले बसी त ल्याउनु पर्यो त के अरे ल्याउनु पर्यो त हजुरले जेलमा बसाएर मैले काम ल्याएपछि तिमी दुईटी झगडा पाऱ्यो भने मेरो के गर्ने म गर्दिनँ म त्यस्तो छैन के अरे पार्दैन कि म त्यस्तो छैन 8 दिन लिएर आउँ किन रुन लागिरहेको नि बुढीको त के गरौँ भने लिएर आउने लिएर आऊँ कि के गरौँ त अनि कि त्यसले केस गर्छु भन्थ्यो कि लिनु पर्यो अरे गर्ने बेला सबै चिज गर्ने मन पऱ्यो गर्ने अहिले बिहे भएको छोराछोरी छ भनेर हुन्छ भन्थ्यो त नि त्यसले के अरे ल्याउनु नि म हजुर दिनमा गएर हेर्न सक्दिनँ ल्याउनु अनि मजाक पो गरेर तैँले साँच्चै मानेको थियो अहिलेसम्म पनि साँच्चै माने अहिले मेरो पिल्लीले हेरिरहेको छ के अरे मजाक गरेर आवाज सुन्दैन तेरो साँच्चीकै मान्छे त होइन यस्तो मजाक हुन्छ मसँग मजाक होइन बुढीसँग अनि आज यसो खै के भन्दो रहेछ भनेर विचार गर्न लाग्यो पनि यत्रो वर्षसम्म केही भएको थिएन अनि आज अचानक दिमागमा यसो कुरा आउँदाखेरि चाहिँ त्यो विचार गरौँ के हुन्छ के भन्छ भनेर गरेको तर साँच्चै नमानिस् है खै मेरो पुपुलीलाई देखाएको थियो छोरीलाई अहिले आजसम्म त्यस्तो लोग्यो भोलिपछि साथमा लाग्दैन होइन मजाक गरेको म भिडियो बनाउँदैछु होइन मजाक गरेको त्यस्तो नसोचिस् मेरो छोरोलाई देखाएको छु ओ कुशल कुशल त्यो इयरफोन खाइदिनु ला त्यसले अब साँच्चीकै यदि केही भयो भने कोही केटी भेट्यो भने त लिएर आउनु पर्ला बुढीले भनिसक्यो होइन ल ल हुन्छ बुढी त्यस्तो कुरा सिरियस नलगैस् मजाक गरेको होइन
लबस्टर है कसैले ल ल हुन्छ मजा गरेको ल बाई मेरो बुढी चाहिँ साँच्चै मानिन्छ कि होइन रोएर हैरान छ बिचरा साँच्चै मानिन्छ तर त्यस्तो साँच्चै कुरो त्यस्तो चाहिँ मैले मजा गरेको थिएँ सिरियसली नलिनु होइन